यति साँघुरो ठाउँ देखेर म त धन्दै नडल्दै। अलराइट गाइस, वेलकम टु माई मिनी भ्लग। म चाहिँ यति राम्रो भ्यू हेर्दै कतातिर जाँदैछु भन्दाखेरि झोरतिर लाग्दैछौँ। अनि त्यसपछि झोर जाने गाडी पनि चढेर हामी यति राम्रो भ्यू हेर्दै झोरतिर लाग्यौँ। अनि करिब त्यस्तै 1-1.5 घन्टापछि हामी त्यहाँ पुग्यौँ। त्यसपछि त्यसबाट पनि हामीले 10-15 मिनट चाहिँ हिँड्नुपर्ने रहेछ। यति राम्रो भ्यूहरू इन्जोय गर्दै हामी पुग्यौँ बडेश्वर महादेव। हामी त्यहाँ पुग्दा चाहिँ खासै मान्छेहरू हुनुहुन्न थियो, अलि त हुनुहुन्थ्यो। हामी त्यहाँ बाहिरतिरको सबैतिर हेरेर दर्शन गऱ्यौँ। त्यसपछि भित्र जानको लागि चाहिँ यति धेरै लाइन थियो। लाइन धेरै भए पनि हामीले बिचबिचमा भजन गरेर चाहिँ यस्तो रमाइलो गऱ्यौँ। हामीले त्यस्तै 10 देखि 15 मिनट चाहिँ वेट गर्नु पर्यो होला। तर त्यो क्रममा चाहिँ हामीले धेरै रमाइलो गऱ्यौँ भजन कीर्तन गरेर। त्यसपछि बल्ल बल्ल हामीले भगवानको पनि दर्शन गऱ्यौँ। अनि यो गुफा चाहिँ यति साँघुरो थियो कि म त छिर्छु कि नै भन्ने पनि डर लागिरहेको थियो। तर भगवानको लीला है अचम्मको छ नि, यस्तो पहाडभित्र आएर बस्नुभएको छ। त्यही पनि हामीले दर्शन गऱ्यौँ। त्यसपछि यस्तो सफोकेसन पनि भइरहेको थियो कि मलाई डर लागिरहेको थियो, यस्तो कस्तो कोप्चेरामा थियो। अनि हामीले चाहिँ दर्शन गरेर अनि बाहिर निस्क्यौँ। बाहिर निस्केर हेर्दा त यति धेरै मान्छेहरू हुनुहुन्थ्यो कि हामी त छक्क परेको कि हामी आउँदाखेरि यति धेरै हुनुहुन्न थियो। त्यसपछि हामीले चाहिँ ड्रेस चेन्ज गरेर अनि झर्नामा जाने फोटोसोटो भिडियोहरू लिने भनेर लाग्यौँ। भिडियोहरू पनि लियौँ। हामीले एकदम इन्जोय पनि गऱ्यौँ, रमाइलो भयो। धेरै भिडियोहरू त लिन पाएन, जस्तो भए पनि हामीले खानेकुरातिर फोकस गऱ्यौँ। त्यसपछि हामी लाग्यौँ घरतिर। तर घर जाने बेलामा चाहिँ लास्टमा यति ठुलो पानी पर्दैन गाइस। थ्याङ्क यू फर वाचिङ।